सो हेलो एभ्रिवान, फेरि पनि म हजुरहरूको समक्ष सानो भिडियो लिएर आएको छु है कुकिङको। सो कुकिङमा चाहिँ मैले आज के बनाउनु गइरहेको छु भन्दामा चाहिँ राजमा है, त्यसको लागि चाहिँ मैले कटिङ गरेर राखिरहेको छु। हेर्न सक्नुहुन्छ है, प्याज टमाटर बारीक बारीक काटेको छु, अदुवा है, अन्त लसुन खानेले लसुन हाल्दा हुन्छ है। अन्त साबुत मसलामा चाहिँ मैले दालचिनी, तेजपत्ता, सुक्खा खोर्सानी हालेको छु है। अन्त मसलामा चाहिँ मैले तिखा कलरको लागि अन्त हल्दी अन्त र गरम मसला है। अन्त र त्यहाँ देखिरहनु भएको छ तपाईहरूले है, निम्बु पनि छ साथमा। त्यो चाहिँ म लास्टसम्म तपाईँहरूलाई भन्छु है, हेर्दै जानुहोस् होला मेरो भिडियो। अन्त मैले यहाँ तेल गरम गरेर राखेको थिएँ। त्यहाँदेखि बादमा मैले सुक्खा खोर्सानी, तेजपत्ता, साबुत मसला सबै हालेँ है। त्यहाँदेखिको प्याज एड गरेँ है, अलिक ब्राउन हुनु दिएर प्याज एड गरेँ। अन्त प्याजलाई पनि रातो भुइन्जल पकाएको छु है, ब्राउन हुनु दिएको छु। त्यहाँदेखिको बादमा मात्रै मैले अरू मसला एड गरेको छु है। अन्त मैले राजमा चाहिँ पहिल्यै उसिनिसकेको थिएँ नि त कुकरमा। सो अन्त यसलाई चाहिँ अब झार्नेको पालो आयो, त्यही भएर है। अन्त र हजुरहरूलाई मेरो भिडियो मन परेमा लाइक गरिदिनुहोस् है, पेजलाई फलो गरिदिनुहोस्, अन्त र कमेन्ट गरिदिनुहोस् है। अन्त र मेरो युट्युब च्यानल पनि छ, अन्त फेसबुकमा लिङ्क पाएको छ है। त्यसबाट चाहिँ म अरू भिडियोहरू पनि हाल्दैछु है, राम्रो राम्रो कन्टेन्ट लिएर। अन्त त्यही भएर चाहिँ म त प्रायः कुकिङको मात्रै गर्नु पाउँछु हो। सो अन्त र हेरिदिनुहोस् होला है, सब्सक्राइब गरिदिनुहोस् होला मेरो युट्युब च्यानललाई है। अन्त र चाहिँ अन्त मैले यसरी पाक्नु दिएँ है, टमाटर एड गरेँ है, प्याज अलिक रातो पारेर टमाटर एड गरेको छु। त्यहाँदेखिको बादमा चाहिँ हेर्दै जानुहोस् होला है। अन्त र मैले चाहिँ किन सेयर गरेको यो रेसिपी भन्दामा चाहिँ मलाई मेरो नानाले चाहिँ बनाएर खुवाउनु भएको थियो नि त। अन्त राजमा त सबैले बनाएकै हो है, बनाएकै छ, जान्दछ पनि है। तर यसमा चाहिँ मैले निम्बु एड गरेको छु नि त। अन्त निम्बु एड गर्दा चाहिँ कस्तो हुन्छ भन्दामा चाहिँ तपाईँहरूलाई मैले देखाएको है। त्यही भएर चाहिँ यसरी पकाएर खाँदा पनि हुँदो रहेछ भनेर है। अन्त त्यति बेला एकदम मिठो भएको थियो नानाले बनाएर खुवाउँदा। सो मैले नानाको रेसिपी चाहिँ मैले अब सिकेर चाहिँ तपाईँलाई सेयर गरेको है। त्यहाँदेखि मैले यसरी मसलाहरू सबै पाक्नु दिइरहेको छु, पाकिरहेको छु, चलाइरहेको छु है। त्यहाँदेखिको मजाले पाक्नु दिनुपर्छ। कतिजनाले चाहिँ कद्दुकस गरेर हाल्दा पनि हुन्छ, कतिजनाले चाहिँ काटेर हाल्दा पनि हुन्छ है। प्याज टमाटरहरू चाहिँ है, अदुवा लसुन खानेले अदुवा लसुन हाल्दा पनि हुन्छ है। सो मैले चाहिँ यसमा मजाले मसला पाकेपछि चाहिँ राजमा एड गरेको छु है। राजमा एड गरिसकेपछि चाहिँ मैले हेर्दै जानुहोस् उम्लिनु दिएको छु है। अन्त त्यसरी चलाएको छु है साथीभाइहरू। अन्त आज चाहिँ 12 बजेको टाइममा चाहिँ राजमा खानु मन थियो अरे नि त पापा र फुपूलाई। सो मैले त्यही भएर बनाइदिएको है। अन्त हेरिहाल्नु होला, टेस्ट अनुसार नुन हाल्नुपर्छ है। त्यो त नुन बिना त केही मिठै हुँदैन नि है। जिरा हाल, पिरो हाल, त्यो बिना मिठै हुँदैन भनेको चाहिँ नुनै हो गाइस। अन्त मेरो चाहिँ भाइले मलाई यहाँ बोल्दाखेरि चाहिँ डिस्टर्ब गर्दैछ नि त। म चाहिँ पहिला भिडियो रेकर्डिङ गर्छु, बादमा चाहिँ भोइस राख्छु नि त हो। सो अन्त मैले हेरिहाल्नु भयो होला। उम्लिँदै गर्दा चाहिँ लास्टमा चाहिँ तपाईँहरूले निम्बु एड गर्नु सक्नुहुन्छ है। मैले चाहिँ 2टा चलाएको छु, किनभने यसमा सानो सानो थियो, रसै थिएन नि त। त्यही भएर चाहिँ 2टा काटेर अन्त दानाहरू सबै निकालेर चाहिँ राखेको थिएँ। त्यही भएर उम्लिँदै गर्दा मैले एड गरेको छु हो। त्यहाँदेखिको चाहिँ हेरिहाल्नुहोस्, यसरी एड गरेर चाहिँ बादमा मैले फेरि चलाएको छु है। अन्त खानमा पनि एकदम मिठो है, भात पनि रुच्ने निम्बुले अमिलोले। सो त्यही भएर चाहिँ तपाईँहरूसँग सेयर गरेको है। अन्त साथीभाइहरू मेरो पेजलाई लाइक फलो कमेन्ट गरिदिनुहोस् होला है। युट्युबमा पनि सब्सक्राइब गरिदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला है। अन्त र यस्तो भएको चाहिँ गाइस। अन्त र चाहिँ